आज बिहानसम्म 27 खरब हाम्रो ऋण छ। हामीहरूले त्यो ऋणबाट मुक्त हुन मुलुक कसरी बनाउने भन्ने कुरा सोचेका छैनौँ। त्यसकारण सबैभन्दा पहिले यदि मुलुक बनाउने हो भने एउटा इच्छा शक्ति भएको नेताले पहिला यो संसद सङ्ख्या घटाउनु पर्यो। 101 भन्दा संसद आवश्यक छैन। दोस्रो, प्रदेशमा 15-16 जना भन्दा संसद आवश्यक छैन। केन्द्रमा 10 जना मन्त्री भन्दा आवश्यक छैन। प्रदेशमा 3टा मन्त्री भन्दा आवश्यक छैन। र यो कर्मचारी तन्त्रलाई 60% घटाउनु पर्यो। तब मात्रै के हुन्छ, पैसा बच्छ र त्यो पैसा विकासमा लैजानु पर्यो। स्थानीय तहमा बढी राजनीति भयो, केन्द्रमा सदनमा त राजनीति हुन्छ भने स्थानीय तह के होला? त्यसकारण स्थानीय तहलाई पार्टी लेस गराउनु पर्यो। तसर्थ रिफर्म गर्न पर्यो। अब मुलुकलाई त्यो रिफर्म गरिसकेपछि परफर्म देखाउन योग्य मान्छे छान्न पर्यो। तब हाम्रो समाजमा ट्रान्सफर्म हुन्छ र युवाहरू नेपाल बस्छन्। तपाईहरूले दिएको समाचार फ्रुटफुल हुन्छ, लागु हुन सक्छ। यो नगरिकन कसैले जे भाषण गरे पनि हुँदैन, जति भ्युवर बढाए पनि हुँदैन, तपाईँहरूले जति मुख सुकाउनु छ हामीले सुकाएको छौँ हुँदैन।